नमस्कार साथीहरू, आज हामी यात्रा गर्दैछौँ हरियाली वन्यजन्तु र संस्कृति भरिएको चितवनतिर। हेटौडाबाट सुरु भएको यो हाइवे राइडले हामीलाई पुर्याउँछ प्रकृतिको काखमा। त्यसैले तयार हुनुहोस्, यो भ्लग तपाईँलाई मनैदेखि मनैसम्म लैजानेछ। हेटौडाबाट चितवनतर्फको यात्रा आफैमा एक अनुभव। घुमाउरो बाटो, हरियो जङ्गल, चिसो हावा र बाइक र कारको मनोरञ्जन राइडबाट हामीले यही बाटोले हाम्रो यात्राको सुरुवात गर्यौँ। चितवन पुगेपछि हाम्रो पहिलो शान्त र विशाल नारायणी नदीको छाल, हावाको सुस्केरा र सूर्यताको दृश्य। वेलकम ब्याक टु एनदर भ्लग गाइज। सो आज चाहिँ हामी जाँदैछौँ चितवन, सौरा र अरू डिफ्रेन्ट ठाउँमा। सो वेलकम ब्याक टु माई च्यानल गाइज। सो म अहिले चाहिँ हेटौडा बजारमा छु र हामी चाहिँ अहिले हेटौडा बजारबाट सौरातर्फ जाँदैछौँ। सौरा यसो बिदामा घुम्नको लागि। र त्यो राप्ती पुल हुँदै हाम्रो यात्रा अगाडि बढ्दैछ र हाम्रो साथमा छ स्कुटी। यो स्कुटी कुन हो? यामाहा जेडआरमा हामी गइरहेछौँ। जाँदाखेरि बाटो पनि एकदमै राम्रो छ। हनुमानको मूर्ति देखिरहनु भएको छ हजुरहरूले। Look at the statue. Okay. सो हामी अहिले मनोरी बजार आइपुगिसकेका छौँ। ल मनोरी पुलबाट चाहिँ यहाँ हामीले खोला देखिरहेछौँ। बाटो एकदम सिधा छ, राम्रो छ। सो घडीमा 1:05 भएको छ। ल हामीलाई यहाँ जम्मा 40-50 मिनट जस्तो लाग्यो हेटौडाबाट। बिस्तारै आएको छौँ। सो हाम्रो यात्रा जारी छ। सो हामी अब मनोरीबाट चाहिँ हेटौडाबाट मनोरी आइपुग्यो। मनोरीबाट अब हामी लोथर बजार हुँदै हामी चितवन प्रवेश गर्छौँ। सो गाइज अहिले हामी ठ्याक्कै लोथर आइपुगेको छौँ। लोथरमा आउन साथ हजुरहरूले यो एउटा पुल देख्न सक्नुहुन्छ। यता वारी चाहिँ मकवानपुर जिल्ला हो भने पारी चाहिँ चितवन जिल्ला सुरु हुन्छ। अब लगभग हामी तराई चितवन जिल्ला सुरु हुँदैछ। So welcome to Chittagong. Welcome from Chittagong, Gadeoli Society. यहाँनिर हामीले चिया पसलहरू
प्रशस्त भेट्न पाउँछौँ ल। Look at this board. नारायणगढ 36 किलोमिटर, काठमाडौँ जहाँबाट जाने 176 किलोमिटर, पोखरा 164, सेम रुट हो। सो हामी अझै अगाडि बढ्दैछौँ। किप गोइङ। ओहो, गाडी आयो। कत्रो ठुल्ठुलो गाडी आउने भाइ। ट्राफिक नियम त छँदै छैन नेपालमा, ल हेर्नुहोस् त। ट्राफिक नियम आफै बचेर हिँड्नुपर्छ है गाइज। हाइवेमा, नेपालको हाइवेमा आफै ट्राफिक नियम पालना गर्नुपर्छ। अरूले त गर्दैनन् हाम्रो नेपालमा। बाटोको अवस्था हेर्नु यहाँ। यस्तो बाटोमा बाइक चलाउनु पर्छ। अग्लो होचो। सायद यो बाटो चाहिँ बनाउँदैछ मैले सुनेको चाहिँ। अब हेरौँ कहिलेसम्म बन्छ है नेपालको बाटो। खिचरा महोत्सव भइरहेको छ यहाँ। ओके, सो गाइज हामी चाहिँ अहिले खैरेनी बजार आइपुगेको छौँ। यात्रा जारी छ। सो हामी ठ्याक्कै 1:50 भएको छ र हामी अहिले आइपुगेका छौँ रत्ननगर बजार। सो हामीलाई ठ्याक्कै 1 घन्टा जस्तो लाग्यो हेटौँडाबाट रत्ननगर आउनुलाई। सो यहाँबाट हामीले अब लेफ्ट तल झऱ्यो भने चाहिँ हामी सौरा पुग्छौँ भने अब सिधै गयो भने चाहिँ नारायणगढ। रत्ननगर महोत्सव पनि ल्याइरहेको रहेछ 2082। त्यसमा पनि जानुपर्छ है क्या हो? ल यहाँबाट चाहिँ ठ्याक्कै सौरा पुग्छ है। 6.5 किलोमिटर उता छ। रत्ननगर महोत्सव लागिरहेको रहेछ। बाटो पनि पुरै जाम छ। सो हामी नारायणघाटतर्फ अगाडि बढ्दैछौँ। सो हामी क्रुज गर्ने ठाउँमा चाहिँ आइसकेको छौँ। अब क्रुज कहाँ छ यहाँ? यहाँ क्रुज चाहिँ छ। अब कता छ है त? रहिनो वाटर प्राइवेट लिमिटेड भने कताबाट हो? यो त यहाँ चाहिँ कता हो? यो कताबाट जान्छ? यो राइनो वाटर भन्ने कताबाट? यहाँबाट जाँदा कहाँ पुगिन्छ? हजुर हजुर हजुर
उतै पो हो। शिवा घाटमा आएको थियौँ। सो यहाँ चाहिँ हामीले सिप भेटेन। म्यापमा चाहिँ यहीँ सिप छ भनेको थियो, तर म्याप अनुसार यहाँ सिप चाहिँ रहेनछ। सिप चाहिँ हाम्रो यहाँबाट अझै 5 किलोमिटर अगाडि पुल्चोक, जुन हाम्रो नारायणघाट पुल मुनि नै सिप छ भनेको छ। सो हामी अब चाहिँ त्यतातर्फ जाँदैछौँ। सो यहाँ सानो टी ब्रेक लिएर चाहिँ हामी फेरि त्यता जाँदैछौँ। पछि चाहिँ हामीले यता नारायणी तीरमा चाहिँ मेला लागिरहेको थियो। र त्यही मेला घुम्ने चाहिँ हामीले प्लान गरेको थियौँ। सो सिप नभेटेपछि चाहिँ हामीले यहाँ भएको मेला चाहिँ अवलोकन गर्नलाई चाहिँ हामी अगाडि बढ्दैछौँ। ए हो गैँडाकोट महोत्सवमा के हो रे, यसलाई के भन्छ? स्टार फ्रुट इस्कुस जस्तो खाँदैन त। यो के हो यो? प्लेन। लुक एट दिस प्लेन। सो हामी अब महोत्सव जाँदैछौँ। चौथो गैँडाकोट महोत्सव 2082 टिकट काउन्टरमा हामी जाँदैछौँ। ओहो चितवनमा याक छ है गाइज। ल हेर्नुहोस्, यो याक हो कि मूर्ति हो? ओ ओपरा हाउस कहाँबाट जाने हो? ल फाइनल्ली हामीले क्रुज सिप चाहिँ देख्यो होइन। क्रुज सिप चाहिँ यही हो। फ्राइडे नाइट लाइभ म्युजिक भनिरहेको छ। हामी चढ्न चाहिँ पाउला जस्तो चाहिँ छैन है। फाइनली वी आर एट अस्ट्रेलिया, थोड़ा सस्ता वाला ऑस्ट्रेलिया।
ढिलो भएछ कि सनसेट हेर्नु। Many are dogs that have been used by common people over the past years and some still using today. But the sorrow
बनाइरहेको थियो अघि भन त तिमीहरू चन्दन चटपटेमा इन्टर्न गरिरहेको छ होइन ए भाइ चाहिँ कडा छ होइन ल भाइ के गरिरहेको छ तिमी हामी जङ्गल सफारी जाँदैछौँ र सफारीको लागि चाहिँ हाम्रो जिप रेडी छ अनि पछि अरू आउनुहुन्छ यताबाट बस्दै आउनु त्यो सिट फुल भएको छ अहिले पछि एकजना आउनु जस्तो लाग्छ यताबाट जिप हजुरले चलाउने हो क्या मैले चलाउँदिनँ उसले चलाउँछ ए हजुर चाहिँ गाडी गर्ने ओके ओके मैले चाहिँ भ्लग बनाइरहेको छु यसको चस्माबाट त हजुरले हजुर 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 सो अब हामी ट्याक्कै सुरु भयो ल जाउँ होइन त केटा हो ल धन्यवाद धन्यवाद ओपनवाला बसेको थियो हामी लास्ट टाइम सो चिसो मौसम छ है टोपी लगाएर तिमीहरूले रुखवाला चाहिँ रुख नभएकोमा बस्नु मजा आउँछ तर चिसो भएको पहिला ठिक छ प्रवेश गर्यो है यो चाहिँ चेतन राष्ट्र निकुञ्ज अन्तर्गत पर्ने कुमरक मर्देवर्ती क्षेत्र यसको एरिया चाहिँ 691.90 हेक्टरमा फैलिएको छ यो जङ्गलमा मेन एनिमलहरू के पाउँछ भन्दाखेरि गौडा बँदेल कोटाइप्सको डियर कोही मयूर बनकुखुरा अब भालु पनि छ तर भालु र बाघ चाहिँ अलिक गौडाहरू अरू जनावरभन्दा अलि रियर पनि हो मेन हाम्रो फेमस सफारी फेमस भनेको एक सिङे गौडा है जुन चाहिँ नेपाल र इन्डियामा मात्रै पाइन्छ जसको एउटा मात्र हात भएको भएर त्यो सिङ भएको भएर एक सिङे गैँडा भनेको है त्यसले अब एक सिङे गैँडा पनि कहिले कहिले हामीले देखिन्छ भनेर ग्यारेन्टी चाहिँ दिन मिल्दैन तर देखिएला भन्न चाहिँ सकिन्छ किनभने चिकन फेमस भनेको गैँडाले गर्दा गैँडा बढी पनि छ तर कहिले कहिले के हुन्छ भने अब सफारीमा 2 घन्टासम्म 8-9वटा गैँडा देखिन्छ भने कहिले एउटा पनि नदेखिन फर्केको सायद त्यहाँ गैँडा छ अलि अगाडि बढ्यो ओ गैँडा 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 अब त्यो त ग्रासल्यान्डमा होइन ब्रेकफास्ट खाइरहेछ डिस्टर्ब गर्नु भएन नि त ब्रेकफास्ट खाइरहेछ घाँसै खान्छ यिनीहरू
डाइनोसर भन्ने मैले त यार जरा चाहिँ पाइँदैन त जराई नि पाउँछ जराई चाहिँ सक्छ सिङ भएको हैन यसको यसको चाहिँ सिङ हुन्छ जराईको सिङ हुन्छ जराको हाँगा हाँगा भन्छ एकछिन है म भन्छु यो रातो रातो छ त्यो स्पोटेड डियर भयो त्यो अघि पर देखिएको थियो नि यो कालो चाहिँ जराई हो है यो कालो ठुलो छ नि यो चाहिँ जराई हो जराईको बच्चा फिमेल फिमेल कस्तो यो मेल फिमेल भएर कसरी जराईको सिङ छैन सिङ हुन्छ भन्नु थियो नि यो फिमेल हो पछाडि सिङ छ फेरि सिङ भएको चाहिँ मेल भयो हजुर सिङ पछाडि सिङ भएको देख्यो यसको पछाडि त्यो ठुलोको पछाडि सिङ भएको त्यो सिङवाला चाहिँ चित्तल हो है फेरि जराई स्पटेड स्पटेड डियर भयो चिङलाई सिङ भएको अनि यो जराईलाई साम्बर डियर भन्छ इङ्ग्लिसमा साम्बर साम्बर जुन हाम्रो बिस्को नोटमा जराएको फोटो हुन्छ नि यसको भालेको प्रजाति हो ए यहाँ चक्यौ सुन्नु भएको छ चक्यौको जोडी जस्तो भन्ने के छ नि चक्यौको जोडी यही चराले जोडी भएको भएर त्यो गीत बनाएको चन्द्रमान चक्के भएको होइन चन्द्रमा होइन चक्यौवा चक्यौ भन्छ साइबेरियादेखि आउने भएरलाई साइबेरियन बर्ड पनि भन्छ त्यसको फोटो मात्र खिच्न पाइन्छ सो हामी चाहिँ अहिले यहाँ रत्नगरमा ठ्याक्कै खाना खायौँ यहाँ एउटा टाटा खाना एन्ड खाजा घर भन्छ एकदमै मिठो खाना र खाजाहरू चाहिँ पाउँदो रहेछ हजुरहरू पनि सौरा आउँदा चाहिँ यहाँ भानुचोकमा चाहिँ खाना खाएर जानु होला एकदमै दामी पाउँछ खाना र खाजाहरू जस्ट अब दाल भात पावर छ अब हामी भ्लगिङ गर्दा चाहिँ 20,000 तालतिर जाँदैछौँ है त एकदम केटाहरू ठिक छ होइन हामी चाहिँ अहिले 20,000 ताल जाँदैछौँ डु फलो अस टिकौली 20,000 ताल ओके डर लाग्दो जङ्गल छ कति रे